माई न्यू भ्लग। अनि आज चाहिँ पानी परिरहेको कि त्यही भएर अनि यसो आज धेरै भयो नबनाएको। आज यसो निस्किन्छु बाहिर कस्तो मौसम भइरहेको भनेर, त्यही भएर भाइहरू छ नि। अनि आज चाहिँ पानी परिरहेको अनि यसो म बाटोतिर जान्छु कि कस्तो भइरहेको पानी। ठुलै आयो पानी त आउ न ठुलै आयो पानी। अनि यहाँ टनलो यहाँ गोरु फुकाएको थिएँ, गोरु फुकाउँदा नि पानीले गर्दा झ्याउ भयो। अनि त्यही भएर यसो क्याप्टो पिलाएर यसो बाहिर जाऊँ कस्तो भइरहेको माहौल भनेर। अब चाहिँ म चाहिँ पराल थुत्र गएँ। अब पराल थुत्र भैँसीलाई हालिदिने अरे। अनि माथितिर अब यसो भ्लग बनाऊँ भनेर यसो निस्केको के अरे। अनि यसो बाटोतिर जाऊँ भनेको काम पाइहाल्यो। काम नि भयो, आफ्नो ड्युटी नि पुरा भयो। त्यही भएर आज चाहिँ मैले छोटो मिठो भ्लग लिएर आएँ। त्यहाँ यसो भैँसीलाई थुतेर उसाल्छु। मकै यस्तो भयो, मकै खानेको भिडियो बनाउँछु भने के हाने, मोबाइल छैन। मोबाइल नि अलिकति चाहिएको छ। तपाईँ सपोर्ट हानिदिनु। अनि सपोर्ट हानिदिएपछि मैले चाहिँ एउटा खतरा एक्सिडेन्ट भिडियो लिएर आउँछु भने चाहिँ अलिकति मिलेन के, त्यही भएर टाउमा पल्टिन लाग्यो कि। म यहाँ चाहिँ पराल थुच्छु पहिला अनि हालेर लएर हेर्ने है। लाइक कमेन्ट सेयर सब्सक्राइब हान्न नभुल्नु ल। बाई बाई।